दर्शक वृंद नमस्कार। कोरोना विशेष में स्वागत करै छी। आइ बातचीत कर जा रहल छियै जानकी मेडिकल कॉलेज में केना क कोरोना संक्रमित के इलाज कैल जा रहल छै, ओतऽ केहन किस्म के व्यवस्थापन कैल गेल छै, एहि संदर्भ में बात करै छी। प्रदेश 2 के जखन बात कैल जाइ छै तऽ प्रदेश 2 में अखन दूटा मेडिकल कॉलेज छै, एकटा जानकी मेडिकल कॉलेज आ दोसर नेशनल मेडिकल कॉलेज। जनकपुर में रहल जानकी मेडिकल कॉलेज कोरोना रोकथाम आ नियंत्रण में केहन किस्म के भूमिका निर्वाह कऽ रहल छै तऽ एहि पर चर्चा करब। अखन कॉलेज के निर्देशक डॉक्टर अरुण गुप्ता जुड़ल छै, सबसे पहले हुनका स्वागत करै छी। डॉक्टर साहब, कार्यक्रम में स्वागत छ। नमस्कार। शुरुआत में जस्तै अब भनौँ न यसपालि कोरोना 2 चलिरहेको छ र एउटा राम्रो खबर के छ भने कोरोना संक्रमण दर घट्दै गइरहेको छ पछिल्लो समयमा र कोरोना रोकथाम र नियन्त्रणका लागि चाहिँ सरकारी अथवा निजी सबैले आफ्नो ठाउँबाट प्रयास गरेकै हुन्। प्रदेश 2 मा दुईटा मेडिकल कलेज, त्यसमा एउटा जानकी मेडिकल कलेज पनि छ। जानकी मेडिकल कलेजको प्रयास चाहिँ के रह्यो कोरोना रोकथामका लागि? प्रदेश 2 मा जानकी मेडिकल कलेजले यो कोरोनाको महामारीको बेलामा एउटा राम्रो सुविधा सम्पन्न एउटा व्यवस्था गर्यो हैन, जसमा हामीले जानकी मेडिकल कलेजको रम्दैया स्थित हैन 200 बेडको अस्पताललाई एउटा कोरोना कोभिड अस्पतालमा हामी रूपान्तरण गर्यो। त्यसमा हामीले तपाईको प्री आइसोलेसन, आइसोलेसन्स वार्डहरु, आइसियु हैन, त्यसपछि तपाईको एसडियु हामीले त्यहाँ सञ्चालन गरेर अनि बेड सञ्चालन गरेर लगभग त्यहाँ हामीले सञ्चालन गर्यौं। लगभग आज तपाईको 1.5 महिना हुन थाल्यो भनौँ न, लगभग 1 month 7 days या 10 days होला। 1 महिनादेखि तपाईहरुले 200 बेड सञ्चालन गरिराख्नु भएको छ, 200 बेडको व्यवस्था गरिराख्नु भएको छ कोभिड अस्पतालका लागि। त्यसमा के छुट्याउनु भएको छ? त्यसमा एसडियु को कुरा होला, आइसियु को कुरा होला हैन, कतिको छुट्याउनु भएको छ त्यसमा? हामीले एसडियु तपाईको लगभग 8 to 10 बेड छन् हाम्रो एसडियु मा। आइसियु को हामीले 3 बेडदेखि 5 बेड राखेका छौं। हामीले त्यहाँ 3 वटादेखि 4 वटा भेन्टिलेटर राखेका छौं हैन। अनि अर्को तपाईको वार्डहरुमा सबैमा अक्सिजन पाइपलाइन पनि यस्तो अवस्थामा हामीले जडान गरेर सबैमा गरेका छौं। लगभग तपाईको अनि प्री आइसोलेसनमा पनि तपाईको सबै सुविधाहरू छन्, जसमा प्री आइसोलेसनमा हामी लगभग 10 वटा बेड जति राखेका छौं प्री आइसोलेसनमा। त्यसलाई हामी इमर्जेन्सीमा नै राखेर उपचार गर्ने गरेका छौं। सबै गरेर 200 को चाहिँ कोभिड अस्पताल सञ्चालन तपाईहरुले गरिराख्नु भएको छ। र एउटा मुख्य समस्या यसपालि के देखियो भने अक्सिजनको। तपाईहरुको मेडिकल कलेजमा के छ, प्लान्ट जडान गर्नु भएको छ कि के छ? त्यहाँको अक्सिजनको व्यवस्था चाहिँ कसरी मिलाउनु भएको छ? अक्सिजन प्लान्ट सर जोइन गरे छैनौं, तर हाम्रो जुन पहिलाको डिलरहरूले अक्सिजन सप्लाई गर्थ्यो हैन, उले पनि एकदम मुस्किलमा नै हामीले सप्लाई गर्यो, धेरै कठिनबाट ढल्केवरले गर्यो। पछिबाट यो तपाईको जनकपुरमा जुन खोलेको त्यसले पनि सहयोग गर्यो। अक्सिजनको अति नै तपाईको सर्टेज भनौँ न धेरै नै भयो। तर त्यही पनि हामीले धेरै पेशेन्टहरूलाई पनि अक्सिजन नभएर पनि तपाईको उपचार गर्न सक्यौं, किनभने उहाँहरूले टाइममा रातको सप्लाई गर्नुहुन्थ्यो हैन। रातभरि आफ्नो मान्छे लगाएर हैन, कलेजको स्टाफ लगाएर हामी ल्याएर पनि पेशेन्टलाई कुनै किसिमको त्यसमा हामीले बाधा भए। अब फरक के हुन्थ्यो, कुनै बेला तपाईको एडमिट हुने नयाँ पेशेन्टहरु आयो भने अक्सिजन हुँदैन। अब आइसियु को कुरा हुन्छ, त्यसमा हाई फ्लोमा अक्सिजन जान्छ हैन। त्यति बेला कुनै पेशेन्टहरुले कम्प्लेन पनि गर्यो, तर त्यस अवस्थामा अक्सिजनै सप्लाई गर्न सकिराख्नु भएन उहाँहरु। त्यसले गर्दा केही पेशेन्टले अलिक मर्का पाए, नपाएको होइन। तर समग्र रूपमा हेर्दाखेरि 99% नै हामीले आएको पेशेन्टलाई अक्सिजन सप्लाई हामीले गरेर जहाँबाट भए पनि हामीले सुविधा दिएका हौं। हजुर, कोरोना संक्रमित अहिले कति जना छन् त्यहाँ उपचार? हाल जम्मा उपचार भएको कि अहिले उपचार चाहिँ गरिरहेका कति जना छन्? अहिले तपाईको जम्मा 20 जना छन्, आजसम्म 20 जना छन्।
अहिले घट्दै कतिजनाले उपचार पाइसके यो मेडिकल कलेजबाट? जम्मा मेडिकल कलेजमा लगभग 500, अहिले हामी 500 प्लस तपाईँको उपचार पायो होइन, जसमध्ये तपाईँको रेफर पनि भयो। जो सेफ भन्छ नि म अब यहाँ हुँदैन म अर्कै ठाउँमा लान्छु भने पेसेन्ट पनि लगभग तपाईँको 100 जति भयो। अनि तपाईँको सस्पेक्ट केस हुन्छ नि, जुन कोरोना हो कि होइन, पछि पिसिआर गर्ने, आरटिटीहरू गर्ने होइन, त्यो लगभग 700 जति भयो। अल टुगेदर हामीले यसो हेर्दाखेरि 700 साढे 700 जति पेसेन्ट हामीले ट्रिटमेन्ट गर्यौँ। हजुर, अब त्यहाँ आउने चाहिँ बिरामीहरूको अवस्था चाहिँ कस्तो पाउनुभयो तपाईँले? जसरी चाहिँ भेन्टिलेटर चाहिने, अक्सिजन चाहिने, या भनौँ आउने जति धेरैले चाहिँ अक्सिजन चाहिने हाल्ने त्यस्तो पनि देखिएको होला। हजुर, तपाईँको म्याक्सिमम सबै अक्सिजन, जस्तो हामीले सोर्टनेस अफ ब्रेथ भन्छौँ होइन, सास लिन अप्ठ्यारो भयो भन्दैमा अब अक्सिजन हेर्छु पल्स अक्सिमिटरबाट 60 छ, 35-40 पनि आएका छौँ। तिनीहरू सबै उपचार भएर गएको छ। मेन हामीलाई प्रब्लम परेको थियो अक्सिजन, तर जोस हामीले म्यानेज गर्यौँ, नगरे पनि पेसेन्टलाई म्यानेज गर्यौँ। अहिले 20 जना चाहिँ उपचाररत छन्, तिनीहरूको अवस्था चाहिँ कस्तो छ? तपाईँको उपचार 20 जना मध्ये तपाईँको प्रि आइसोलेसनमा भनेको इमर्जेन्सीमा छन् 3-4 जना। अरू कोभिड पोजिटिभ भएको, पिसिआर भएको, वेटिङ पिसिआरको मा छन्। अरू तपाईँको एउटा आइसियुमा छन् 1 जना, अरू तपाईँको एसडियुमा छन्, वार्डमा पनि छन्। हजुर, अब यसमा तपाईँहरूको सहकारको कुरा गर्ने हो भने मुख्यतः सरकारसँग सहकार्य गर्नुपर्ने विषय पनि देखियो, किनभने सबैको सहयोगबाट मात्र कोरोनामाथिको जित हासिल हुन सक्छ होइन। अब त्यसको लागि केन्द्र सरकार होस्, प्रदेश होस् या स्थानीय होस्, यी सरकारहरूबाट तपाईँहरूले कतिको सहयोग पाउनुभयो या तपाईँहरूले चाहिँ कतिको सहयोग गर्नुभयो, कस्तो रह्यो समन्वय? हामीले त्यसमा प्रदेश सरकार, केन्द्र सरकारले पनि सहयोग गरेको हो, नगरेको होइन। तर सबभन्दा बढी तपाईँको जुन स्थानीय हुन्छ नि, रमदैयाको स्थानीयहरू पनि धेरै सहयोग गर्नुभयो यसमा होइन। त्यसमा कुनै त्यो छैन। अब सरकारहरूले तपाईँको ग्लोभ्स भयो, मास्क भयो, सेनिटाइजर भयो होइन, यस्तै साना साना इक्विपमेन्टहरू हामीलाई उपलब्ध गराएको हो। 1-2वटा एनजिओहरूले पनि उपलब्ध गराएको हो होइन। त्यसमा उहाँहरूलाई हामीले धेरै धेरै धन्यवाद छौँ। तर स्पेसली रमदैयाको जुन वरिपरि रमदैयावासीहरूले होइन धेरै धेरै सहयोग गर्यो, त्यसमा उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। हजुर, अब जानकी मेडिकल कलेजको पहिलाको स्रोत साधन कोभिडको सन्दर्भमा कुरा गर्ने हो भने कोभिड 1 हुँदाखेरि चाहिँ के कतिको तपाईँहरूले जोडजाम गर्नुभएको थियो, या भनौँ कोभिड सङ्क्रमितको उपचारका लागि चाहिँ कस्तो व्यवस्था त्यो बेला थियो, र यसपालि चाहिँ थप चाहिँ के गर्नुभयो तपाईँहरूले साधन स्रोत भन्दाखेरि? हजुर, लास्ट इयर म त थिइनँ सर होइन, म त बिरामी भएर काठमाडौँ गएको थिएँ होइन। त्यति बेला मलाई आइडिया भएन। तर त्यति बेला भन्दा यो पालिको हामीले विशेष त्यो गरेको, त्योभन्दा बढी नै गरेको हामीले। भनौँ अब जानकी मेडिकल कलेजमा अरू बेला चाहिँ कतिवटा भेन्टिलेटर त्यहाँ छ अहिले होइन, त्यसपछि अक्सिजनको कुरा होला। कोभिड छाडेर हामीसँग जम्मा भएको अहिले भेन्टिलेटर भनेको 7वटा छ, 6देखि लिएर 7वटा। एउटा त यो पहिलादेखि नै थियो कि कोभिड सङ्क्रमितको उपचार गराउने बेला फेरि हामीसँग पहिलेदेखि नै थियो। हामीले कुनै नयाँ तपाईँको भेन्टिलेटर ल्याउनु परेन। हामीसँग 5वटा 6वटा, 1-2वटा मेन्टेनेन्स मिलाएर हामी 7सँग थियो। वर्किङ हामीसँग 5वटा थियो, अलरेडी वर्किङ चलिरहेको। भनेपछि कोभिड अस्पताल सञ्चालन गर्नको लागि जुन मुख्य साधन स्रोतको कुरा हुनसक्छ होइन, जस्तै अब आइसियु बेड थप्नुपर्ने होला, त्यसको लागि फेरि इक्विपमेन्टहरू चाहिने होला होइन, अब एसडियुको कुरा होला होइन। अब यी सबैमा चाहिँ तपाईँहरू चाहिँ पहिलादेखि नै सबै कुरा चाहिँ पर्याप्त थियो भन्नुहुन्छ तपाईँ? पर्याप्त थियो। यो आइसियु भेन्टिलेटरहरू, बेडहरू पनि हामीसँग थियो होइन। हामीसँग अहिले के थियो भने पाइपलाइन जडान भएको थिएन धेरै ठाउँमा, त्यो पाइपलाइनहरू जडान गर्नु पर्यो त्यति। अरू इक्विपमेन्ट, बेड होइन, अब सबै हामीसँग थियो। अब उपचारको कुरा गरौँ, जस्तै अब कुनै बिरामी आयो भने तिनीहरूलाई चाहिँ कसरी तपाईँहरूले उपचार गर्नुहुन्छ? शुल्क लिने कुरा होला। अनि एउटा कुरा के भनिन्छ भने अब निजीमा गयो भने अब चर्को मूल्य
के अरे चर्को शुल्क तिर्नुपर्ने त्यो एउटा समस्या छ। सरकारीमा गयो भने थोरै पर्ने तर त्यहाँ चाहिँ उपचार कस्तो हुने नहुने त्यो एउटा आशंका चाहिँ हुन्छ नै हैन। अनि मेडिकल कलेजले अलि बिचको अलि धेरै पनि नलिने थोरै पनि नलिने त्यस्तो पनि भनिन्छ। के रहेछ तपाईहरुको चाहिँ शुल्क कसरी तोक्नु भएको छ कोभिड जस्तो हाम्रो पेशेन्ट प्री आइसोलेसनमा आयो भने हामीले जस्तो सिम्पल चार्ज जस्तो हुन्छ नि बेड चार्ज अक्सिजन चार्जहरु त लिने गरेछौँ। तर उता आइसियुमा गएपछि एसडियुमा गएपछि त्यसको चार्ज हामी लिने छौँ। पीसीआर पोजिटिभ भएको पेशेन्ट हैन एचआरसीटी चेस्टको पोजिटिभ भएको पेशेन्ट जुन एडमिट भएको त्यसको हामी चार्ज लिएका छौँ। त्यो चाहिँ तपाईहरुले कहाँबाट त्यसको चाहिँ भरपाई कहाँबाट गइराख्नु भएको? हजुर त्यो अस्पतालले आफै उपलब्ध गराएको हो या तपाईहरुले प्रदेश सरकार वा केन्द्र सरकारबाट त्यसको चाहिँ भनौं न शोध भर्ना भन्छ नि त्यो गराइराख्नु भएको छ या तपाईहरुले आफै चाहिँ निशुल्क गइराख्नु भएको छ? हैन निशुल्कलाई तपाईको केन्द्रीय सरकारले हामीलाई सहयोग गर्नुभएको छ। केन्द्र सरकारले जुन मापदण्ड तोकेको छ हैन 3 वटा क्याटेगोरी मापदण्ड अनुसार हामी गरेछौँ। त्यही मापदण्ड अनुसार चाहिँ पेशेन्टबाट चाहिँ नलिने हैन अनि त्यो चाहिँ तपाईहरु केन्द्र सरकारबाट लिने। हजुर अनि जस्तै कि प्रदेश सरकारसँग पनि सहकार्यको कुरा प्रदेश सरकारसँग कस्तो सहकार्य रह्यो पाली? प्रदेश सरकारसँग हाम्रो सहमति भएको तर लिखित रूपमा त्यस्तो के भनौँ उहाँहरूले सहयोग गर्ने भनेको त्यही मेडिकल इक्विपमेन्ट साना तिराहरू दिने भनेको उहाँहरूले दिनुभयो सहयोग पनि गर्नुभयो। अनि यसपालि एउटा गुनासो के तपाईहरुले नि सुन्नु भएको होला कि निजी अस्पतालहरुले अलि बढी शुल्क लिएको हैन त्यस्तो पनि सुनियो। जसरी तपाईले भनिराख्नु भएको छ कि केन्द्र सरकारको निर्देशन जसरी आयो अस्पतालहरुसँग एउटा चाहिँ सम्झौता गएर तिनीहरुलाई चाहिँ पैसा भुक्तानी गरिदिने तर धेरै निजी अस्पतालले तिनीहरुले पनि गर्न सक्थे हैन तर चाहिँ गरेन या भनौं समन्वय नै हुन सकेन। केन्द्र सरकार होस् या प्रदेश होस् या स्थानीय तहले होस् यिनीहरुले समन्वय गर्नुपर्ने हो त्यसको पनि अभाव देखियो। त्यसले गर्दा चाहिँ जो चाहिँ विपन्न वर्गका छन् तिनीहरु त झन समस्यामा पर्ने भए पाली हैन पढे भनौं न। तपाईले के लाग्छ यसमा कहाँ कमी देखियो जस्तो लाग्छ? जसरी तपाईहरु त समन्वय गर्नुभयो र त्यहाँ पैसा तिर्नु परेन त्यहाँ उपचार गराउनेहरुले चाहिँ आइसियुमा भर्ना हुँदाखेरि या एसडियुमा राख्दाखेरि पैसा तिर्नु परेन त्यो चाहिँ तपाईहरु भरपाई केन्द्र सरकारबाट लिनुहुन्छ हैन। तर धेरै जसो निजी अस्पतालहरुले चाहिँ यतातर्फ ध्यान नदिएको पनि देखियो। तपाईले चाहिँ के लाग्छ? यसमा त सरकारले ध्यान दिनुपर्ने हो तर मलाई लाग्छ सरकारले ध्यानै यतातिर गर्न अब प्राइभेट स्कुलले चर्को शुल्क ल्याउँदा हामीतिर पनि गुनासो आयो। हाम्रो मान्छेहरु पनि कतिजना भएन हैन। अब बाध्यता भयो अब उपचार गराउनु पर्यो। अब के हाम्रो जीएमसीमा आयो भने कोभिड अस्पतालमा अब सबै हस्पिटलबाट पैसा सकिसकेपछि रेफर भएर जीएमसीमा आएको जस्तो हामीले पायौं हैन। पहिले त्यहाँ पुग्नु पर्नेमा नपुगेर पहिला चाहिँ निजीमा जाने त्यहाँ धेरै पैसा तिरेर अनि हजुर त्यहाँ 4 लाख 5 लाख 6 लाख हप्ताभरिको लगभग 9 लाख 10 लाखसम्म पनि हप्ता 10 दिनमा लिएको पाइयो हैन। अनि त पैसा सकेपछि अब उहाँहरूले के गर्ने नगर्ने अब उधारो पनि दिदैन लकडाउन केही छैन साथै पनि साथीभाइले दिदैन। त्यही भएर हामी आएको सर बेड छ भने बेड मिलाइदिनुस् अक्सिजन भएको ठाउँमा नै त मेरो पेशेन्टमा पर्छ यस्तो कुराहरू गुनासो लिएर आउँछु मनिर। अब खाली छ भने हामीले पनि मिलाइदिने गरेछौँ नमिलाएको होइन उहाँहरूलाई हैन। त्यस्तो पनि गुनासो छ सर। यहाँ त के भयो भने पेशेन्टबाट जुन हामीले इन्फर्मेसन पायौँ नि त्यो इन्फर्मेसन एकदम तपाईको कसैले चित्त नबुझ्दो आफूलाई पनि सुन्दाखेरि त्यही त अब जानकारीको अभाव पनि देखियो नि हैन। जस्तै भनौं न अब जानकी मेडिकल कलेजमा निशुल्क उपचार हुन्छ आइसियु सम्म हैन टप टु बटम केही शुल्क बाहेक हैन निशुल्क उपचार हुन्छ भन्ने कुराको जानकारी नहुनु एउटा त्यो कुरा। अर्को चाहिँ प्रदेश सरकारले जसरी अन्य चाहिँ निजी अस्पतालहरुसँग समन्वय गर्नुपर्ने थियो हुन त प्रदेश सरकारले चाहिँ भन्दै आएको थियो सम्झौता गर्ने हामी शुल्क चाहिँ तिर्ने पछि हामीले तिर्दिने या केन्द्र सरकारले तिर्ने भनेर चाहिँ भन्दै आएको हो तर चाहिँ त्यहाँ चाहिँ केही काम भएन कि जस्तो पनि देखियो नि त। त्यस्तै भन्नु पर्यो। अब एउटा पेशेन्टले मनिर आएको पेशेन्ट अब सबै पैसा सकिसक्यो 4 लाख 5 लाख रुपैयाँ सकिसक्यो मसँग पैसै छैन अक्सिजनको पैसा न अक्सिजनको त्यति बेला चाहिँ स्कार्सिटी नै थियो
अनि म त्यहाँ फोन गरेर ल उहाँलाई छैन भने अक्सिजन मिलाइदिउँ, बेडमा राखिदिउँ, अब जतिसम्म हुन्छ हामी गरौँ भने त्यतिसम्म हामी गरौँ। तर सबै पेसेन्टको गुनासो के छ भने अहिले पनि तपाईँ रम्दियामा गएर हेर्नुहोस् भने जुन पेसेन्टहरूले ट्रिटमेन्ट सबै कुनै न कुनै अस्पतालबाट लास्टमा पैसा नभएर नै आएको हुन्छ। एकदम कष्टकर छ तिमीहरूको लाइफ पनि होइन। पैसाले अभावले गर्दा यो लकडाउनमा पेसेन्ट भनौँ जसको भनौँ स्थिति नराम्रो नै भयो। अब यसलाई अझै अलिक क्लियर गरिदिनुहोस् त। जस्तै मानव कोही कोभिड सङ्क्रमित जानकी मेडिकल कलेजमा पुग्यो भने तपाईँले जसरी भन्नुभयो कि आइसियुसम्म निःशुल्क छ भनेर, कहाँ कहाँ तिनीहरूले शुल्क चाहिँ कहाँ कहाँ तिर्नुपर्छ र कहाँदेखि चाहिँ निःशुल्क छ? जस्तै एउटा सरकारले त भनेकै छ नि 3500 रुपियाँ लाग्ने जो माइल छ होइन, तिनीहरूको उपचार कुनै अस्पतालले गर्यो भने 3500 रुपियाँ दिने होइन, त्यसपछि 7000 मध्यम खालको होइन, त्यसपछि अर्को सिभियर कोही अलिक शिक्षित छन् भने त्यो बेला चाहिँ 15000 उपलब्ध गराइदिने भनेको छ नि होइन प्रतिदिन। अब तपाईँहरूको अस्पतालमा चाहिँ कसरी चाहिँ शुल्क लिने व्यवस्था चाहिँ कसरी गरिएको छ? अब जस्तै प्री आइसोलेसन भन्छौँ हामी, जुन इमर्जेन्सीमा राखेर पेसेन्टलाई कोभिड भएको छ कि छैन भने सस्पेक्ट गरेको हुन्छौँ होइन, त्यस्तो पेसेन्टलाई पिसिआर पोजिटिभ आयो होइन, एचआरसिटी चेस्टको पोजिटिभ छ भने होइन, त्यसलाई हामी वार्डमा माथि सार्छौँ। जब दुईवटा पोजिटिभ भएर आएको छ भने तब उसको लागि लाग्ने ट्रिटमेन्ट त्यसमा निःशुल्क हुन्छ होइन। अब प्री आइसोलेसनमा बसेको जस्तै बेड चार्ज जस्तै हामी लिन्छौँ होइन, त्यसपछि उनीहरू वार्डमा जान्छन्, वार्डको ट्रिटमेन्ट गर्दा हामी कुनै पनि चार्ज दिँदैन। फ्री अफ कस्ट वार्डमा जाओस्, चाहे तपाईँको आइसियुमा जाओस् या एचडियूमा जाओस्, फ्री अफ। अक्सिजन चाहियो त्यो पनि फ्री छ, सबै फ्री छ? अक्सिजन सबै फ्री छ, खालि औषधि चाहिँ आफै किन्नु पर्ने हुन्छ होइन, के छ? औषधि आफूले किन्नु पर्ने। हजुर। अनि मैले फेरि त्यही कुरा गर्न खोजेँ, एउटा एकदमै गम्भीर विषय त हो नि होइन। जस्तै मानौँ जानकी मेडिकल कलेजले निःशुल्क उपचार गरिरहेको छ भने यहाँ त हामीले हरेक दिन यो खबर सुनिरहेका छौँ नि, जनकपुरमै कैयौँ अस्पतालले धेरै पैसा लिइरहेको पनि सुनिँदै आएको छ। यो एउटा जनकपुरको मात्रै उदाहरण होइन, प्रदेश 2कै कुरा गर्ने भने धेरै जसो अस्पतालले होइन पैसा अत्यधिक लिने एउटा गुनासो चाहिँ सुनिँदै आएको पनि अवस्था छ। यसमा प्रदेश सरकारले के चाहिँ गर्न सकेन जस्तो लाग्छ तपाईँले, कि अन्य अस्पतालसँग किन समन्वय गर्न सकेन, या केन्द्रले चाहिँ किन गर्न सकेन, या निजी अस्पतालका पनि केही बाध्यता रहेका होलान्? तपाईँलाई चाहिँ के लाग्छ? मलाई त अलि एक्सपेन्सिभ भयो, ट्रिटमेन्ट नै एक्सपेन्सिभ भयो। साधारण मान्छे उनीहरूले अनि सरकारले जे पैसा उपलब्ध गराउँछ त्योभन्दा बढी खर्च हुने देखियो कि निजी अस्पतालमा, या झन्झटिलो प्रक्रिया भयो कि अब सरकारले पैसा कहिले उपलब्ध गराउने, अहिले हामी उपचार गरिहाल्छौँ, सरकारले फेरि कहिले दिने हो, कहिले शोध भर्ना गर्ने हो, त्यो एउटा समस्या देखिने हो कि? मलाई त त्यस्तो लाग्दैन होइन। जति गभर्मेन्टले गरेको छ, जुन क्राइटेरिया राखेको छ त्यसको आधारमा निजी अस्पतालले ट्रिटमेन्ट गरेमा मलाई लाग्छ त्यसलाई घाटा लाग्दैन होला। किनभने हामी पनि यहाँ गरेछौँ, ट्रिटमेन्ट कस्ट कति लाग्छ के लाग्छ होइन, सबै गर्दा पनि ठिकको हुन्छ, त्यस्तो समस्या छैन। छैन। हजुर। अब अलिक प्रसङ्ग बदलौँ, अब हामी अन्त्यतिर पनि आइसकेका छौँ। अब जानकी मेडिकल कलेजको कुरा गर्ने हो भने धेरै विवादमा तानिरहने कलेजको रूपमा पनि चिनिन्छ होइन। पटक पटक त्यहाँ चाहिँ आन्दोलन भइरहने, सङ्घर्ष भइरहने, कहिले कर्मचारीले चाहिँ तलब दिएन, भत्ता दिएन भनेर चाहिँ सङ्घर्ष गरिरहने त्यस्तो पनि देखियो। यी समस्याहरू त्यहाँ समाधान भइसकेको अवस्था छ, अब के छ? धेरै समस्याहरू समाधान भइसकेको छ। जस्तै तलबको होइन, स्यालेरीको पनि हाम्रो म्यानेजमेन्ट टिमले पैसा दिएकै छ। त्यो पहिलाको जुन भन्नुहुन्छ नि ब्याकडेटको, त्यसमा पनि धेरैको स्यालेरी गइसकेको छ होइन, हिसाब गर्दाखेरि होइन। अब के छ भने प्रब्लम राइज त भएको, तर त्यसको समाधान पनि बिस्तारै गरिरहेछ। त्यसमा त्यस्तो छ। अब पुरानो कर्मचारीहरू कसको के भन्ने जुन आन्दोलनमा उहाँहरू लाग्नुभएको छ, मलाई लाग्छ सबैको प्राय स्यालेरी गएकै छ। त्यही ढिलो चाँडो नै हो, अरू केही पनि होइन। हजुर। अब भनौँ प्रदेश 2को एउटा नाम त राखेको छ नि, जानकी मेडिकल कलेजले होस् या नेसनल मेडिकल कलेजले होस्, जम्मा 2टा मेडिकल कलेज होइन।
तर पनि बिचबिचमा विवादित भइरहने के। अब यस्तो समस्या चाहिँ किन सिर्जना भयो तपाईँहरूको मेडिकल कलेजमा चाहिँ? सर यो क्वेसन म आउनुभन्दा पहिलेदेखि नै छ होइन। अब यसको पुरा जोड त मलाई पनि थाहा भएन। पहिला त यति थाहा छ, पहिला म्यानेजमेन्टमा धेरैजना मालिकहरू हुन्थ्यो, त्यसले गर्दा पनि तपाईँको अलि हुन्थ्यो। तर अहिले हाम्रो ओम प्रकाश पाण्डे सरले लिनुभएदेखि धेरै प्रब्लमहरू सल्भ भएकै हो। अब कुन संस्थामा प्रब्लम हुँदैन, सानोतिनो त भइ नै रहन्छन्। तर यहाँ के छ भने सानो प्रब्लम भयो त्यसलाई ठुलो प्रब्लम बनाएर मिडियाबाजी गर्ने, यताउति गर्ने। अब अहिले जस्तो म इक्जाम्पल दिन्छु होइन, अहिले सिटी हस्पिटल जुन छ यो ब्रह्मपुरीमा, त्यो सिटी हस्पिटल जानकी मेडिकल बन्द छ भन्छ मलाई। धेरै बाहिर पनि अहिले सिटी मेडिकल के अरे जानकी मेडिकल खुलेको छ भनेर मलाई नै क्वेसन गर्छ। अब त्यस्तो स्थिति छ यहाँ। र के छ भने तपाईँको धेरैजनाहरू यसप्रति नेगेटिभहरू हो कि जनमानसमा गएछ जानकी मेडिकल जहिले पनि बन्दै हुन्छ कि, त्यस्तो किसिमको पेसेन्टहरूमा या जनमानसमा गुनासो छ। भनेपछि पहिला केही समस्या देखिएको थियो, अहिले चाहिँ सुधार गर्दै चाहिँ अगाडि बढिराख्नु भएको छ। अब के छ भने अब एकैचोटि त सुधार हुन गाह्रो छ, तर स्टेप बाई स्टेप उहाँहरू गरि नै राख्नुभएको छ। जबदेखि हाम्रो चेयरम्यान सर ओम प्रकाश पाण्डे हुनु, प्रब्लम सल्भ भइ नै रहेको छ, त्यसमा कुनै किम्मत छैन। अब त्यही ढिलो चाँडो हो होइन, त्यो मात्र हो, तर प्रब्लम सल्भ भइरहेको छ। अब सबै पहिलाको म्यानेजमेन्टको प्रब्लमहरू सबै थुप्रियो क्या। अब त्यत्रो वर्ष कि चलेको मेडिकल कलेजको प्रब्लम एकैचोटि त कसैले सल्भ गर्न सकेनन्। तर उहाँले लगभग 60-70% नै प्रब्लम सल्भ गर्नुभयो स्यालेरी इस्युमा होइन। त्यसमा तपाईँको प्रोभिजनल फन्ड आउँछ कर्मचारी सञ्चय कोषको, त्यो पनि तिर्नु भयो धेरै होइन। प्रोग्रेस हामीले गरि नै रहेको छौँ। उहाँले पनि कर्मचारीहरूको गुनासो सुनेर धेरै एमाउन्टहरू धेरै पैसाहरू उहाँलाई दिइसक्नु भएको छ। हजुर, अब प्रदेश 2 का मेडिकल कलेज होस् या अस्पतालको कुरा गर्ने हो भने कतिको स्रोत साधन भएको तपाईँले पाउनुहुन्छ कि कतिसम्मको कुनै बिरामी आउँदाखेरि, कुन अवस्थासम्म आउँदाखेरि चाहिँ हामी नै उपचार गर्न सक्छौँ, यहाँबाट चाहिँ रेफर गर्नु परेन, काठमाडौँ गर्नु परेन, विराटनगर रेफर गर्नु परेन होइन, धरान रेफर गर्नु परेन, त्यस्तो अवस्था सिर्जना भइसकेको हो प्रदेश 2 मा कि हुन बाँकी छ? प्रदेश 2 मा त अब मैले भन्न खोजे के भने यहाँका बिरामीहरूलाई चाहिँ विराटनगर जानु नपरोस् के होइन, जानकी मेडिकल कलेजमै उपचार पाउन् के होइन, प्रादेशिक अस्पतालमै पाउन् होइन, नेसनल मेडिकल कलेज होस् या नारायणी होस् त्यही पाउनु पर्यो, काठमाडौँ जानुपर्ने अवस्था रहनु भएन। सरले क्वेसन गर्नुभएको राइट क्वेसन हो होइन। तर यसमा के छ भने मेरो भनाइ पेसेन्टको तर्फबाट हेर्दाखेरि के हुन्छ भने घरको भात मिठो हुँदैन, तर होटलको भात बारीके बथुवा तित भन्छ नि। हजुर हजुर हजुर। अब यहाँ भएको सुविधा जस्तै म जानकी मेडिकल कलेजको भन्नुपर्दा जस्तै यहाँ मेडिसिन भयो, गाइनो भयो होइन, महिला विभाग भयो, बच्चा भयो, हामीसँग 10-10 बेडको एनआइसियू, 10-10 बेडको आइसियू होइन, तपाईँको 8-10 बेडको कोरोनी केयर युनिट जसलाई सिसियू भन्छ होइन, 10 बेडको हामी पोस्ट अफ सर्जरीमा राख्छौँ, मेजर अपरेसनहरू गर्नुपर्ने सबै हाम्रो व्यवस्था छ। तर पेसेन्टको भनाइ के छ भने अब काठमाडौँ गयो भने राम्रोसँग हुन्छ, विराटनगर गयो भने राम्रोसँग हुन्छ, धरान गयो भने राम्रोसँग हुन्छ, त्यो एउटा कन्सेप्ट नै आइसकेको छ कि। अब निरो भयो भने विराटनगर भनेपछि स्रोत साधन छ तर अलि मानसिकता परिवर्तन गर्नु पर्यो, सोच चाहिँ परिवर्तन गर्नु पर्यो कि यही चाहिँ उपचार गर्न पहिलादेखि नै छ नि। धरान लग्यो भने उपचार राम्रो हुन्छ, विराटनगर लग्यो भने राम्रो उपचार हुन्छ, काठमाडौँ लग्यो भने राम्रो उपचार हुन्छ भने त सोच छ नि। त त्यो सोच नै हो कि यथार्थ नै हो कि त्यो मैले भन्न खोजेँ? यथार्थ त होइन मैले भन्नुपर्दा। तर के छ भने जस्तै कार्डियक भयो होइन, अब कार्डियकको हामी पनि राख्छौँ। यहाँ अर्को ठाउँमा शहीद गङ्गालाल पनि खुलेको छ, दुबईको डाक्टर साहबहरू हुन्छ। अब जस्तै हामीले कार्डियक त सबै गर्छौँ, प्रेसरहरू सबै कन्ट्रोल गर्छौँ, तर हामी एउटा इक्जाम्पल गर्दा हार्टमा ब्लक भयो होइन,
हार्टमा ब्लक भयो, ब्लक भएर त्यो प्रोसिजरलाई एन्जियोग्राफी भन्छ। त्यो एन्जियोग्राफी गर्ने हाम्रो साधन छैन, न जानकी मेडिकलमा छ न यहाँ कुनै अस्पतालमा छ। त्यसले गर्दा बाहिर लैजानु पर्ने हुन्छ। त्यही भएर कि विराटनगर जानु पर्यो, धरान कि काठमाडौँ जानु पर्यो। हो, मैले यही भन्न खोजेँ के स्रोत साधन भनेको त त्यहाँ डाक्टर मात्रै भएर त भएन नि त, त्यहाँ त इक्विपमेन्ट पनि चाहिने होला होइन। अब जस्तै न्युरोको सर होइन, न्युरोमा के छ भने यहाँ डक्टर पनि छैन, यहाँ त्यस अनुसारको सेटअप पनि छैन होइन। त्यसकारण न्युरो पनि सबै ठाउँबाट रेफर हुनु पर्यो, कि काठमाडौँ कि विराटनगर कि धरान। त्यो दुईटा प्रब्लम छ सर, त्यो नहुने होइन, छ प्रब्लम त छ। हस् त, धेरै धेरै धन्यवाद। दर्शक वृंद, वो छलैथ डॉक्टर अरुण गुप्ता, जानकी मेडिकल कॉलेज के निर्देशक। आइ हुनका सँ बातचीत करै छलिए जे कोरोना संक्रमित के इलाज ओतऽ केना कऽ चलि रहल छै। जेना ओ कहि रहल छलैथ कि कोरोना संक्रमित के निःशुल्क इलाज भऽ रहल छै। अतः शुरू के कुछ जाँच समय किछु शुल्क छै, लेकिन ओहिके बाद आईसीयू धरि के इलाज निःशुल्क छै, ऑक्सीजन निःशुल्क छै, हरेक इलाज निःशुल्क छै से ओ कहि रहल छलैथ। एकर जानकारी जे हिसाब से ओ कहि रहल छै कि जानकारी के अभाव के कारण से सेहो समस्या भोग पड़ि रहल छै। अतुका जे सब कोरोना संक्रमित छै ओ सब जतऽ शुल्क ज्यादा लऽ रहल छै ओतऽ पहुँच रहल छै, एहन किस्म के समस्या सेहो देखल जा रहल छै। एहिमे सरकार सेहो जनता के जानकारी नहीं करौने छै कि कतऽ अहाँ के शुल्क नहीं लागत, कतऽ शुल्क लागत। एहन किस्म के एकटा संरचना अगर तैयार करते तो एहन अत्यधिक शुल्क तीर कऽ बीमार सबके इलाज कराबऽ नहीं पड़ते। ये एक समस्या देखल जा रहा है प्रदेश में। बेस्त नमस्कार।